सो हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। र आज चाहिँ हामी जाँदैछौँ रवि र बालेन शाहलाई भेट्न। आज रवि र बालेन शाह दाङ तुलसीपुरको घोराई रोड स्थित सायद वीरेन्द्र चोकतिर आउनुहुन्छ होला। सो हामी चाहिँ दुईटा जाँदैछौँ है, म र आशिष। अहिले चाहिँ राति भइसकेको छ, 7 बज्न लागिसक्यो। हामी चाहिँ जाँदैछौँ। यो नाइट भ्लग भइरहेको छ मेरो होइन। अब कस्तो छ भिडभाड हेर्दै जाउँ। अहिले ठ्याक्कै हामी चाहिँ घोराई रोडमा छौँ। ल साथीहरू, हामी चाहिँ वीरेन्द्र चोकमा छौँ अहिले चाहिँ है। अहिले चाहिँ हेर्न सक्नुहुन्छ क्रेजहरू एकदम निकै छ बालेन शाह र रवि लामिछानेलाई भेट्नको लागि। यता हेर्न सक्नुहुन्छ पुरै टन्नै माहौलहरू जमिसकेको छ है। अनि ल साथीहरू, क्रेज हेर्न सक्नुहुन्छ तुलसीपुरमा घन्टीको क्रेज। यतातिर युवाहरू पुरै साइलेन्ट हुनुहुन्छ। साथीहरू तुलसीपुरको माहौल हेर्न सक्नुहुन्छ साथीहरू है। एकदम भिडभाड निकै नै भिडभाड गरिसक्यो साथीहरू, हेर्न सक्नुहुन्छ। एट केसम्म छ। साथीहरू निकै नै क्रेज छ है तुलसीपुरमा। सो फाइनली साथीहरू, हामी चाहिँ अहिले वीरेन्द्र चोकमै छौँ। अझै पनि प्रतीक्षामा छौँ रवि र बालेनको। तर बालेन चाहिँ नआउने रे, बालेन चाहिँ काठमाडौँ पुगिसकेका रहेछन्। यो मान्छेले हामीलाई झुक्कायो क्या अघिसम्म बालेन आउलान् भनिकन। बालेन चाहिँ भोलि घोराई आउने कुरो छ। सक्यो। ल साथीहरू, तुलसीपुरमा चाहिँ एकदम निकै भिड भयो है। एकैछिनमा रवि चाहिँ आएका थिए अनि रवि चाहिँ गइसक्यो अहिले चाहिँ है। अब चाहिँ भोलि घोराइमै कार्यक्रम छ।
यहाँ बगालो नि हल्ला गरिरहेछन् गइगयो को रविहरू गइसक्यो के भराइ गइगयो नि अहिले भर्खर त जाउँ के गाडीमा अघि सुरुमै गइसक्यो रविहरू त गइसक्यो घोराइ गइगयो के भोलि घोराइ कार्यक्रम छ त रवि र अघि गइसक्यो क्या तिनीहरू गइसक्यो भोलि घोराइमा कार्यक्रम छ के 12 बजे भोलि 12 बजे कार्यक्रम हो बालेन चाहिँ काठमाडौँबाट त्यहाँ आउँछन् डाइरेक्ट बालेन गइसक्यो यहाँ आउँछन् हजुर त्यही नगरपालिका साइड कतातिर छ गरे के भोलि 12 बजे घोराइ हो आउनु पर्छ राष्ट्रीय स्वतंत्र पार्टी जिंदाबाद 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 राष्ट्रीय स्वतंत्र पार्टी जिंदाबाद 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 राष्ट्रीय स्वतंत्र पार्टी जिंदाबाद जिंदाबाद जिंदाबाद
हाम्रो देश अब की बार अब की बार ल साथीहरू सबै गइसक्यो अब हामी पनि जाँदैछौँ जाँदैछन् सबै सरहरू है